साथीहरू यो हेर्नुहोस् त रमेश खरेलले केपी ओली बसेको कुर्सीको बारेमा कसरी भन्नुभएको छ। हो, केपी ओलीमा अझै पनि अहंकार कम्ती भएको छैन, उनमा अझै पनि घमण्ड कम्ती भएको छैन भनेर उहाँले विश्लेषण गर्नुभएको छ। तपाईहरुले पनि सुन्नुस् त उहाँले भन्नुभएको। उता अब खड्गप्रसाद ओलीजी हेर्नुहोस् त, उहाँको बसेको चेयर हेर्नुहोस् न त, अहिले पनि महाराजाको जस्तो अरूहरूको चेयर हेर्नुहोस् त। त्यो संसारको चाहिँ के अरे त्यो हाम्रो चाहिँ ट्रम्पले है, ट्रम्प बस्दाखेरि सबै एउटै हिसाबले बस्छ नि, उहाँ त त्यो महाराजा जस्तो अहिले पनि हेर्नुहोस् त उहाँको पर्सनालिटी कस्तो घमण्ड कस्तो ऊ है। उहाँले पनि तुरुन्त माफ मागेर मैले गल्ती गरेछु म ऊ भनेर सबैले प्रचण्डजीले माफ माग्नुपर्छ। नयाँ पुस्ता सेकेन्ड जेनेरेसन पनि होइन, थर्ड जेनेरेसन कुरा हजुरहरूलाई कस्तो लाग्यो? साँच्चीकै केपी ओली अझै पनि सुध्रेका छैनन् भनेर हामीले प्रश्न देख्न त सकिएको छ, तर हजुरहरूको विचारमा कस्तो लाग्छ कृपया कमेन्टमा बताउनु होला। उनले बसेको कुर्सी एक राजकीय शैलीको छ भनेर बताइरहेका छन्। ऊ अरू नेताको जस्तो सामान्य कुर्सीमा पनि बस्न सक्थे होला। भन्नुको मतलब के हो भने अझै पनि उसमा घमण्डता र मै सर्वोपरि हुँ, मै नि एक व्यक्ति यस्तो व्यक्ति हो नि, मै सबै थोक हो भन्ने भावना अझै पनि उनमा गएको देखिँदैन। अझै पनि उनमा त्यो भावना गएको देखिँदैन।